डिप्रेसन एक गम्भीर मानसिक स्वास्थ्य अवस्था हो जसले विश्वभरका लाखौँ मानिसहरूलाई असर गर्छ। यसले दुःख, निराशा र आनन्द ल्याउन प्रयोग हुने चिजहरूमा चासो गुमाउने निरन्तर भावनाहरू निम्त्याउन सक्छ। डिप्रेसनले तपाईँको दैनिक कार्यमा पनि हस्तक्षेप गर्न सक्छ, जस्तै तपाईँको काममा, स्कुल वा सामाजिक जीवनमा। डिप्रेसनका धेरै सङ्केत र लक्षणहरू छन्, तर सबैले तिनीहरूलाई समान रूपमा अनुभव भने नगर्न सक्छन्। केही व्यक्तिमा केही लक्षणहरू मात्र हुन सक्छन्, जबकि अरूमा यो धेरै हुन सक्छ। केही लक्षणहरू व्यक्ति र उनीहरूसँग भएको डिप्रेसनको प्रकारमा निर्भर गर्दै अरूभन्दा बढी ध्यान दिन सकिन्छ। यद्यपि केही सामान्य सङ्केतहरू छन् जसले तपाईँ वा तपाईँले चिनेको व्यक्ति उदास भएको सङ्केत दिन सक्छ। अब विभिन्न वेब स्रोतहरूबाट प्राप्त जानकारीको आधारमा डिप्रेसन पहिचान गर्ने यहाँ केही 5 तरिकाहरू म दिन चाहन्छु। लगातार उदास मोड, यो डिप्रेसनको सबैभन्दा विशेष लक्षणहरूमध्ये एक हो। यसको मतलब लगभग हरेक दिनको अधिकांश समय उदास, खाली वा दयनीय महसुस गर्नु हो। यसमा निराशा, निराशवाद, दोष, बेकारपन वा असहायताको भावनाहरू पनि समावेश हुन सक्छ। तपाईँले पहिला रमाइलो गर्नुभएको कुराहरूमा चासो गुमाउनु, यसलाई एनहेडोनिया पनि भनिन्छ, जसको अर्थ आनन्द महसुस गर्न असमर्थ हुनु हो। यसको अर्थ शोक, काम वा अन्य गतिविधिहरूमा रुचि वा प्रेरणा गुमाउनु हो, जुन पहिला तपाईँलाई रमाइलो लाग्ने वा इनामदायी हुने गर्थ्यो। यसले तपाईँको सम्बन्धलाई पनि असर गर्न सक्छ, किनकि तपाईँ आफ्ना साथीहरू वा परिवारहरूबाट अलग बन्न सक्नुहुन्छ। थकान वा ऊर्जाको कमी, यसको मतलब पर्याप्त सुतेपछि पनि सबै समय थकित महसुस गर्नु हो। यसले तपाईँको शारीरिक स्वास्थ्यलाई पनि असर गर्न सक्छ, किनकि तपाईँले टाउको दुख्ने, मांसपेशी दुख्ने वा पाचन समस्याहरू अनुभव गर्न सक्नुहुन्छ। तपाईँलाई ध्यान केन्द्रित गर्न, सम्झना वा निर्णय गर्न पनि समस्या हुन सक्छ। भोक वा तौलमा परिवर्तन, यसको मतलब सामान्यभन्दा बढी वा कम खानु, तपाईँले कुनै पनि जानी डाइटिङ वा व्यायाम नगरी वजन बढ्ने वा घट्ने कुरा पनि याद गर्न सक्नुहुन्छ। यी परिवर्तनहरू तपाईँको मोड, तनाव वा आत्मसम्मानसँग सम्बन्धित हुन सक्छन्। निन्द्रा समस्याहरू, यसको मतलब निदाउन वा धेरै चाँडो वा धेरै ढिलो उठ्न कठिनाइ हुनु हो। तपाईँ बेचैन महसुस गर्न सक्नुहुन्छ वा ऐठन पर्ने वा विचलित गर्ने विचारहरू पनि आउन सक्छन्, जसले तपाईँलाई अनिदो राख्छ। निन्द्राको कमीले तपाईँको मुड, ऊर्जा र शारीरिक स्वास्थ्य बिग्रन सक्छ। यी डिप्रेसन पहिचान गर्ने केही सामान्य तरिका हुन्, तर तिनीहरू मात्र भने छैनन्। यहाँ अन्य लक्षणहरू पनि छन् जसले डिप्रेसनलाई पनि सङ्केत गर्न सक्छ, जस्तै चिडचिडापन, क्रोधित वा निराश महसुस गर्ने, आत्मसम्मान वा आत्मविश्वास कम हुने, मृत्यु वा आत्महत्याको विचारहरू आउनु, रक्सी वा लागु पदार्थको दुरुपयोग गर्ने, तनाव वा आघातसँग जुझ्न समस्या हुने आदि। यदि तपाईँलाई लाग्छ कि तपाईँ वा तपाईँले चिनेको कोही कसैलाई डिप्रेसन हुन सक्छ भने विज्ञको मद्दत खोज्नु महत्त्वपूर्ण हुन्छ। डिप्रेसन एउटा उपचार गर्न सकिने अवस्था हो र यसका केही प्रभावकारी उपचार र औषधिहरू पनि छन् जसले तपाईँलाई राम्रो महसुस गर्न मद्दत गर्न सक्छ। तपाईँ एक्लो हुनुहुन्न, यसको उपचार र निको हुने आशा छ।